हेर्नु सक्छ वाउ लप्सीको रुख हो हेर्न सक्नुहुन्छ हाम्रो लप्सीको बोर्डमा चाहिँ लप्सी चाहिँ अब चाहिँ यो लास्ट हो हाम्रो चाहिँ के गर्नु कागले पनि गुड बनाएको छ त्यो मजाको अर्गानिक बोडी अनि पिनालो पनि छ हेलो एभ्रीवान वेलकम टु माई युट्युब च्यानल तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र हामीले एकदमै ठिक छु र आजको हाम्रो ब्लग चाहिँ के खालको ब्लग हो भनेर चाहिँ तपाईहरुले टाइटल र थम्बनेल हेरेर थाहा पाइसक्नु भइसकेको होला अब चाहिँ हामी ढिलो नगरी ब्लगलाई सुरु गर्न जान्छौँ फुल हो कस्तो राम्रो फुल हेर्न सक्नुहुन्छ छतमा हेर्न सक्नुहुन्छ ग्राउन्डमा पनि एकदमै राम्रो राम्रो फुलहरू छ हाम्रो चाहिँ यहाँ चाहिँ भर्खरै रोपेको त्यही भएर सानो सानो नै छ अहिले चाहिँ सानो सानो छ यतानिर पनि छ यहाँ पनि छ हेर्न सक्नुहुन्छ साथीहरू अनि यहाँ पनि फुल यस्तो छ किनै ओइलेर झरिसकेको छ फुल्दाखेरि कस्तो राम्रोसँग फुल्या हुन्छ हेर्न सक्नुहुन्छ अनि पछि चाहिँ फेरि ओइलेर चाहिँ यस्तो हुन्छ कि फुलहरू चाहिँ अनि यहाँ हेर्न सक्नुहुन्छ साथीहरू चाहिँ एकदमै राम्रो छ यो फुल चाहिँ हेर्न सक्नुहुन्छ लक्कलायो फुल नै खतरा छ यो चाहिँ एकचोटि गर्नु त फुलको नाम चाहिँ गेट फुल हो सायद यहाँ पिङ्क कलरकै रहेछ यो फुल चाहिँ नि के भन्छ हामीले यसरी भाँचेर गाड्दाखेरि नै बल्झिँदो रहेछ उम्लिँदो रहेछ बल्झेर एकदमै राम्रो हुँदो रहेछ हामीले पनि सानो ल्याएर राखेको थियो अनि यहाँ यसरी गाडेर राखेको थियो त्यसपछि चाहिँ पलाउँदै पलाउँदै ठुलो भइसकेको थियो यो चाहिँ ठ्याक्कै गेट जस्तै हुने रहेछ सानोमा पनि गेटतिर लगाउनु पर्ने रहेछ यो फुल चाहिँ हाम्रो चाहिँ छतमा छ छतमा छ अनि हेर्न सक्नुहुन्छ यहाँ यो चाहिँ रेड कलरको छ यो चाहिँ पिङ्क कलर फुल त फुलेर पनि ओइलेर झरिसकेको छ तर पनि फुल्दाखेरि चाहिँ कस्तो राम्रो हुन्छ क्या यो फुल राम्रो देखिन्छ अनि यहाँ हेर्न सक्नुहुन्छ साथीहरू यो पनि रेडै रहेछ है रेड हो कि पिङ्क हो यो त पिङ्क जस्तो देख्छ तर रेड रहेछ एउटै खालको फुल जस्तै हो तर डिफ्रेन्ट डिफ्रेन्ट कलरको फुल्दो रहेछ फुल्दा चाहिँ तल चाहिँ टन्नै छ यो चाहिँ हाम्रो माथिको भयो तलको पनि भिडियो आउँदैछ यसरी बिचमा भाँचेर रोप्यो भने नि फेरि पलाउँदो रहेछ कि यो वाली फुल नि त्यही भएर हामी त्यसरी नै रोप्या हो पहिला 4-5 रुपियाँ ल्याएको थियो अनि त्यसपछि थोरै भाँच्दै साथीहरू यो चाहिँ हाम्रो लप्सीको रुख हो हेर्न सक्नुहुन्छ हाम्रो लप्सीको बोर्डमा चाहिँ लप्सी चाहिँ मजाले फलेको छ पोहोर साल चाहिँ योभन्दा पनि धेरै नै फलेको थियो यो पालि पनि फल्न चाहिँ फलेको छ तर के गर्नु कागले पनि गुड बनाएको छ अनि यहाँ हेर्न सक्नुहुन्छ अरिङ्गलले पनि गोलो लगाएको छ यहाँ चाहिँ यो चाहिँ कालो अरिङ्गल हो एकदमै डेन्जर हुन्छ यो वाली अरिङ्गलले चाहिँ यो चाहिँ अब अलिकति उसलाई डिस्टर्ब गऱ्यो भने चाहिँ जहाँ भएको त्यही लफरी चिन्छ यो अरिङ्गलले चाहिँ यो अरिङ्गलले चाहिँ एकदमै खतरा हो त्यही भएर यसपालि चाहिँ हामीले चाहिँ लप्सी टिप्नलाई चाहिँ एकदमै जोखिममा छ हामी चाहिँ पोहोर साल चाहिँ हामीले अचार चाहिँ खतरा बनाएको थियो र बेच्न पनि बेचेको थियो यो लप्सी चाहिँ यसपालि चाहिँ हाम्रो चाहिँ अब त्यही हो अब कागले पनि ठुलो छ अनि अरिङ्गलले पनि गोलो लगाएको छ एकदमै डेन्जर हुन्छ अब यो अरिङ्गलले चाहिँ अब चिरिहाल्छ अब यतातिर चलायो भने त्यही भएर यसपालि चाहिँ अलिक जोखिमै छ लप्सी टिप्नलाई चाहिँ अचार बनाउनको लागि चाहिँ एकदमै गाह्रै छ भनौँ न अरिङ्गलको गोलो चाहिँ अझै अलिक सानै छ अस्तितिर चाहिँ योभन्दा नै अलिक सानो थियो हेर्न सक्नुहुन्छ 2-4 दिनमै कत्रो ठुलो बनाइसकेको छ अझ योभन्दा पनि ठुलो बनाउँछ यसले चाहिँ लप्सी चाहिँ मजाले ठुलो भइसकेको छ अब चाहिँ पाक्ने बेला भइसकेको छ लप्सी चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू यो चाहिँ हाम्रो छतबाट देखिने भ्यू हो मेरो पछाडिको फुल चाहिँ कस्तो राम्रो छ मलाई यो फ्लावर चाहिँ एकदम मन पर्यो कस्तो राम्रो फुल एकदमै राम्रो लाग्यो फुल चाहिँ कहिले ठुलो हुन्छ यो फुल भनेर म सोचिरहेको छु अब कहिले हुन्छ भनेर सोच्दै बसिरहेको छु म चाहिँ फुलको पानी पनि लागेको छ मुखमा अघि पानी परेको थियो नि त त्यही पानीको छिट्का यहाँ फुलमा आएको रहेछ त्यही छिट्काको पानी मलाई लाग्यो यो चाहिँ हाम्रो छतबाट देख्ने भ्यू हो
हेर्न सक्नुहुन्छ कस्तो सफा छ आजको मौसम चाहिँ। दिउँसो पानी परेको भएर होला मौसम चाहिँ एकदम सफा छ। हेर्न सक्नुहुन्छ यतापट्टि ठुलो रुख छ घरको छेउमै। मलाई पो डर लाग्छ हो त्यो घरमा बस्नलाई। ल गाइस अब चाहिँ हामी तल ग्राउन्डमा जान्छौँ। ग्राउन्डमा चाहिँ हाम्रो के रोपेको छ अब हामी तपाईँहरूलाई देखाउँछौँ फुलहरू तरकारीहरू लगा। अब चाहिँ हामी तल ग्राउन्डबाट भिडियो देखाउनेवाला छौँ साथीहरू। हाम्रो फर्सीको बोट यो सयपत्रीको फुल। यो फुलको नाम थाहा छैन। पात चाहिँ लभको जस्तै रहेछ रातो कलरको। अनि यो बदम जङ्गलभित्र झाडीभित्र हो यो फुल के फुल हो? बिरलो पनि सब्रेको रहेछ मजाले। फल्ने बेला भएछ कहिले फल्ने हो? हेर्न सक्नुहुन्छ खिरौलाको बोट पनि एकदम ठुलो झाङ भइसकेको छ। 4-5 ट्याप खाइसकेको छ हामीले चाहिँ। अझै पनि अब फल्न लागिरहेको छ घिरौला चाहिँ। टिकेर राखेको छ घिरौलाको चाहिँ। फुलहरू पनि छ हेर्न सक्नुहुन्छ अर्ग्यानिक हो एकदम। घिरौला चाहिँ तरकारीहरू चाहिँ हाम्रो चाहिँ पुरै अर्ग्यानिक हो यिनीहरू चाहिँ। हेर्न सक्नुहुन्छ फुलहरू पनि छ यहाँतिर खुर्सानी पनि छ हेर्न सक्नुहुन्छ। अब हरियो खुर्सानी पनि फल्दैछ अब चाहिँ सुरु भइसकेको छ हरियो खुर्सानी फल्ने चाहिँ। ल अर्ग्यानिक खरबुजा हाम्रो यहाँतिर फेरि 4-5 वर्ष खाइसकेको छ। अब चाहिँ यो लास्ट हो हाम्रो चाहिँ। यो चाहिँ लास्ट हो 4-5 वर्ष चाहिँ खाइसकेको छ। गर्मीमा ठिकै हुँदो रहेछ अर्ग्यानिक हो। अनि यो चाहिँ के हो फेरि नामै थाहा भएन। तिते करेलो होइन यो दाइ यो कागरी पनि होइन के हो यसको? के हो दाइ पोहोरसार खाना त खाएको थियो के हो कि अमिलो नामिलो हुँदो रहेछ। यो चाहिँ खासै थाहा भएन नाम चाहिँ। ट्याक्सी भन्छ के भन्छ अहिले भन्नु मैले। ट्याक्सी भन्छन् जुनर जस्तै हो। ए गाईजहरू अब स्वास्थ्यको लागि घिरौलाभित्र ठुल्ठुलो फलिरहेको छ अर्ग्यानिक हो यो। हेर्न सक्नुहुन्छ तिते करेलो पनि छ। तिते करेलो पनि धेरैचोटि खाइसकेको छ अझै छ। यतातिर पनि छ खुर्सानीहरू चाहिँ। प्याज पनि छ फेरि हरियो प्याज पनि रोपेको छ यतिर। अनि क्याप्सिकम पनि खाइसकेको छ टन्नै अझै फलिरहेछ क्याप्सिकम चाहिँ। बोर्ड नै यस्तो खतरा छ क्याप्सिकमको चाहिँ। हेर्न सक्नुहुन्छ बोडी पनि यस्तो मजाको अर्ग्यानिक बोडी। अनि पिनालो पनि छ मजाको भएको छ बोडी चाहिँ। ल कतिचोटि खाइसकेको छ बोडी चाहिँ। ल बोडी हरियो खुर्सानी बोडी चाहिँ हेर्न सक्नुहुन्छ मजाले अर्ग्यानिक बोडी। आफ्नै घर आँगनमा फलाएको तरकारी हो अर्ग्यानिक तरकारी। फुलहरू छ। ल ज्याकी छ यहाँतिर अझ के यो खतम छ यो ज्याकी चाहिँ। यसले चाहिँ हामीलाई पनि टोक्न खोज्छ कहिले कहिले चाहिँ। यो चाहिँ अब के भन्छ कुबिन्टोको बोट हो। कुबिन्टै होला सायद कुबिन्टै होला जस्तो लागिरहेछ। अनि यहाँ छ हाम्रो पतिना। यो चाहिँ हाम्रो पतिना हो अचार खानको लागि। अनि यहाँनिर पनि छ बोडीको बोट चाहिँ। यो उसले बिहान टिप्यो यता चाहिँ यो बोडीहरू चाहिँ पहिला पनि धेरैचोटि टिपेर खाइसकेको छ तरकारी चाहिँ। के भन्ने अब त्यसलाई फुल भन्ने कि के भन्ने अब पर्सी। अघि देखाएको लप्सीको रुख चाहिँ यही हो है गाइजहरू। ठुलै छ यो रुख चाहिँ। अझ झन् अस्ति नै काटेको थियो नभए त ठुलै थियो। हेर्न सक्नुहुन्छ यता चाहिँ सयपत्री फुल। खै त फुल देखाउने मान्छे कहाँ गयो त? यता चाहिँ फुलै फुल छ प्रायः चाहिँ। सूर्यमुखी फुल हो।
पहिलिने भने यो चाहिँ लालुपाते यो फुलले के भन्छ ठ्याक्कै लप्सी रहेछ नि यो यो चाहिँ घिउकुमारी हो खै यसको चाहिँ नाम के हो यो चाहिँ गाउँबाट हामीले गाउँबाट लिएर रोपेको हो यो पनि राम्रो छ फुल चाहिँ यो जेकी चाहिँ नराम्रो छ यो यसको चाहिँ बानी खत्तम छ यो चाहिँ मान्छे प्रायः यहीँ जसले पाल्यो त्यसले पनि टोक्ने खालको कुकुर हो यो चाहिँ केही राख्दैन तपाईँहरूलाई चाहिएमा सम्पर्क गर्नु होला फ्रीमै छ ल डेलिभरी पनि हुन्छ गाउँतिर तपाईँहरूलाई यसो अब कोरतिर होइन बाँदरहरू रोक्नलाई दुम्सिला खट्नलाई सम्पर्क गर्नु होला तर मासु दिनमा 1 किलो चाहिन्छ यसलाई मासु चाहिन्छ गाईहरूलाई एक दिन मासु दिएन भने चाहिँ यसले चाहिँ मान्छेलाई नै झम्डेर टोकेर मान्छेकै मासु खान्छ यसले चाहिँ त्यही भएर फ्री डेलिभरी गर्नेवाला छौँ यो कुकुरलाई चाहिँ जेकी हो नाम चाहिँ यसको हजुर यहाँ मात्रै डन हो यो बाहिर कुकुर यहाँ भित्र ल्यायो भने चाहिँ यो पुरै चान्चु केही भन्न सक्दैन मुद्न थाल्छ यो चाहिँ यसको यहाँ मात्रै हो हिरो भनेको यो जेकीमा चाइनातिर गइसकेको छ यसको साथी चाहिँ साथी त हो नि यसको सिकार खेल्न चाहिँ डर छ है साथीहरू गाईचहरू यो चाहिँ यसले चाहिँ अब चराहरू अब कागहरू कति मारिसकेको छ भाङ्गिराहरू मारिसकेको छ सुगा पनि मारेको छ यसले एउटा अनि लोखर्के पनि टन्नै मारे त यसले चाहिँ 4-5 वटा मारे होला लोखर्के नि हरियाली छ ल यतिर चाहिँ इस्कुस पनि छ यहाँतिर चाहिँ ल इस्कुस चाहिँ फलेको छैन अझै इस्कुसको मुन्टाहरू चाहिँ खाने बेला भइसकेको छ तर इस्कुस चाहिँ फल्ने बेला भएको छैन फुल हालिरहेको छ इस्कुसको चाहिँ ल गाइस फर्सी पनि चिजिलो लागिरहेछ कारण के हो भनिदिनु होला यसरी चिजिलो राख्छ यो फर्सीको चाहिँ अनि कुहिहाल्छ क्या के भएको खै योभन्दा ठुलो पनि हुँदैन कुहिन्छ ल गाइस हामीले चाहिँ अब तपाईँहरूलाई हाम्रो घर वरिपरि भएको फुलहरू तरकारीहरू भिजिट गराइसकेको छ अब चाहिँ हामी भिडियोलाई इन गर्न चाहन्छौँ अर्को ब्लगमा भेट्नेवाला छौँ अब हामी यति भन्दै भिडियोलाई इन गर्छौँ